Welcome guys, welcome to my vlog. It's me Mina Pandey. आज चाहिँ म 6:30 रेडी भएको छु स्कुल जानलाई। हाम्रो स्कुलको 2 दिन भयो होला मर्निङ पढाइ भएको छ। अनि मर्निङ पढाइमा अब बिहान 6 बजे 6:30 बजेदेखि स्कुल हो, तर 6 बजेदेखि जानुपर्छ गाडीमा, किनभने गाडीमा जाने हो। अनि गाडीमा फेरि यहाँदेखि निस्केर वहाँ पुग्दाखेरि 6:30 नै लगभग हुन्छ क्या। गाडीमा के अरे जितपुरमा लगेर अब यहाँदेखि चढ्यो जितपुरमा लगेर कहिले 5-10 मिनट रोकिदिन्छ। अनि त्यसैले अलिक छिटै नै हिँड्नुपर्छ। अनि त्यहाँ गएर नि एसेम्ब्लीमा बोल्नुपर्छ यहाँ घाँटी ठिक नभए बेलामा। सो त्यहाँनिर त्यसरी जानुपर्छ। सो पछि भेटौँला। अनि मैले एउटा कुरा भन्नै बिर्सेँ, के अरे आज हामी जितपुर गइरहेको छौँ के अरे स्कुलको युनिफर्म किन्नलाई। यो वर्ष चाहिँ चेन्ज गर्ने कुरा गर्नुभएको रहेछ। अनि अब स्कुलको स्टुडेन्टको पनि चेन्ज गर्ने अनि टिचर्सहरूले पनि चेन्ज गर्ने कुरा गर्नुभएको रहेछ। अनि हामी चाहिँ आज कपडा चुज गर्नको लागि जाँदैछु, त्यसमा म पनि जाँदैछु। अनि म्यामहरू पनि अरू म्यामहरू पनि जानुहुन्छ, मिसहरू पनि जानुहुन्छ। तर म चाहिँ यसो इन्ट्रोभर्ट छु कि। अनि अचानक त्यहाँ भिडियो गर्न चाहिँ मैले पाउँदिनँ। म भिडियो गर्न चाहिँ पाउँदिनँ भन्दा नि मलाई गर्न अप्ठ्यारो लाग्छ, अलिक इन्ट्रोभर्ट छु। अनि त्यसरी बोल्न पाउँदिनँ। अब सकि भनी म ट्राई गर्छु कि जति सक्छु त्यति चाहिँ भिडियो मैले गरेर क्याप्चर गरेर लिएर आउँछु। सो बी विथ मी एट द एन्ड अफ द भिडियो। यस्तो हालिदिन्छु भिडियो एडिटै नगरिकन भर्खर परेर बस्छु। एडिट गरेँ म कुन चाहिँ राम्रो देखिन्छ राम्रो देखिँदैन। मभन्दा त राम्रो हेर्नुहुन्छ नि, त्यतिमा खुसी हुनुहुन्छ पर्ला। अलि गलत फैलाइदिएन मेरो लागि। तपाईँले स्कुलमा फैलाएको छ फेभरेट स्टुडेन्ट अहिले त नामै के भनेर आउँछ फेभरेट स्टुडेन्ट। मिना मिसको फेभरेट स्टुडेन्ट, गरिमा मिसको फेभरेट स्टुडेन्ट। बच्चाहरूले त्यस्तो भन्दा आफूलाई कस्तो किन्न लाग्छ यहाँ। म यो जिस्केर भने तेरो त सिरियस लिन्छ, मेरो जिस्केर भने तिनीहरू थाहा, किनभने म बाबुलाई पनि बाबुले के गर्छ, ओइ सोध्छ बाबुले भन्छ, ओइ त्यसलाई मिसलाई सोध्छ मिसको फेभरेट स्टुडेन्ट को भनेर सोध्छ, यो क्लासको हिरो को भनेर सोध्छ। एक दिन राम्रो देखेर आएको थियो, आज त हिरो भनेर आएको छु भनेको त यो क्लासको हिरो म। आज हामी गइरहेछ कपडा चुज गर्न। कता गइरहेछ थाहा छैन। भित्र गइरहेछौँ। पिक कलर अर्कै देखिन्छ। स्कुल ड्रेसको लागि कपडा चुज गर्दैछ। हामीलाई मन परेको यो तर बाक्लो छ, बाक्लो छ अरे जस्तो। गर्मीमा त हामीलाई कामै लाग्दैन। भहरू देखाइरहेछन् अहिले। त्यही कलर छ क्या। कलर त राम्रो लाग्यो कि, तर त्यो होइन यो यही मोटै हो, यही हो नि त। अनि लाउन नसकेर मोटो भयो अरे, पहिला पनि मोटो कपडा लाउने भएको थियो, त्यसैले गाह्रो हुन्छ अरे क्या। अप्सन्स चुज गरेर त्यो ठाउँमा हामीले पाएन। अब अर्को ठाउँ हिँड्दैछौँ अहिले। अब कति टाइम लाग्ने हो चुज गर्न, साडी चुज गर्नुपर्ने अरे, थाहा छैन। हिँड्दैछौँ फेरि अर्को ठाउँमा। हेर्दै हुनुहुन्छ स्याम्पलहरू। फेरि ब्याग छोडिदिएर आएछु, दिमाग यस्तो छ बिर्सी। अब एक्लै जाँदैछु लिनलाई, छिटो कस्तो दिमाग छ भने चाहिँ नि बिर्सिन्छु। फिक्स
लेडिजलाई सर्ट टिचर्सहरूलाई यहाँनिर अब चिसो खाँदैछौँ मिस चेस गरौँ गाइज आइसकेँ म अहिले चाहिँ स्कुलबाट कपडा सिलेक्ट गर्नलाई लिएर गएको थिएँ टिचरहरूको युनिफर्म अनि स्टुडेन्टको युनिफर्महरू अनि म त त्यहाँनिर गएर चुप्प लाएर बसिरहेँ अब केही चुज गर्नै थाहा छैन मलाई मलाई अब त्यस्तो कपडा किनिरहने मान्छे भए पनि हुन्थ्यो अब कुर्ता सुरुवाल त झन् म लाउँदैन थिएँ है अहिले स्कुल पढाउनु लागेदेखिबाट मात्रै हो मैले कुर्ता सुरुवाल लगाएको नभए लाउँदैन थिएँ त्यहाँ कपडाहरू चाहिँ सब राम्रो देख्छु है एउटै नराम्रो छ भन्ने छैन क्या अनि सबैजनाले भन्छ यो राम्रो यो नराम्रो यो राम्रो यो कपडाले तातो दिन्छ यो कपडाले चिसो दिन्छ बाफ्रे म त त्यहाँ चाहिँ म टुवा पर्दैन यस्तो यस्तो पनि सोचिन्छ हो कपडा किन्दाखेरि भने म त कहिले सोचे जस्तो लाग्थेन यार यति धेरै चिज चाहिँ थैट धेरै चिज जान्न बाँकी छ जस्तै फिल भयो आज आएर मलाई अब चाहिँ अहिले चाहिँ हामीले एउटा कपडा के भन्छ कपडा उ गरिसक्यौँ मैले लिएर आएको पनि छु वेट सो मी वेट आई विल सो यु दिस इज द कपडा राइट यो कपडा हो यसलाई हामीले कुर्ता र अनि सुरुवाल दुइटै बनाउने हो अब कुर्ता चाहिँ कसरी यो गलामा यस्तो टाइपले बनाउने हो कि भी टाइपले बनाउने हो त्यही सोच्दैछु अनि सुरुवालमा पनि फर्मल प्यान्ट जस्तै हुन्छ नि हो त्यस्तै गरी सुरुवाल बनाउने कुरा गर्दैछौँ अब 4 मिटरको कपडा चाहिँ पुग्न त पुग्ला भनेर ल्याउनु भएको सबजनाले 4 मिटर लाग्छ भनेर ल्याएको थियो अब आफूलाई त थाहा छैन 4 मिटर लाग्छ भने चाहिँ म टुवा परिरहेको थिएँ 4 मिटर लाग्छ हामीलाई जसलाई कुर्ताको लागि भने त पछि त कुर्ता सुरुवाल एउटैले बनाउने रहेछ अहिले चाहिँ मेरो घाँटी अलिक बसेको भएर साउन्ड अलिक राम्रो आएन मैले एकै दिनमा तिनचोटि अमृतपुरी खाएको छु क्या एकचोटि पानीपुरी खाएँ एकचोटि चटपटी खाएँ अनि एकचोटि लिची खाएको थिएँ अनि लिची नि अमिलो थियो क्या अनि त्यही भएर नि त्यो घाँटी पुरै बस्यो क्या पुरै नै बस्यो क्या अनि स्कुलमा पनि 2-3 दिन भइसक्यो म नबोलेको अनि ट्युसन पढाउनु जानु लाग्छ त्यहाँ पनि ठुलो आज बोल्दिनँ म बिस्तारै बोल्छु नि त्यसले मैले पढाउने स्टुडेन्टले सुनेन भने मलाई त सुन्दैन अनि अलिक ठुलो आज जानुपर्छ नि गाह्रो हुन्छ यार घाँटी नै दुख्न लागिसक्यो अहिले त ठिकै हुँदैन 3-4 दिन भइसक्यो तातो पानी खाएकै सुते पनि भएको छैन यो गर्छ मैले भ्लगमै नहाले जस्तो गरी लुच्छु 3-4 चोटि हालिसक्यो तँलाई त आयो भने फलोवर्स लाइक सब्सक्राइब गर्नु पाक्दैन यो भिडियो हाल्छु चाहिँ हट म त नगर्नुहोस् है कसरी फलो ट्राई गर्नु हिँड्नलाई यसरी मेरो पनि खुट्टाले के हो केटार केटीको खुट्टा मान्छेहरू कसैले Hello guys. Introduction म यस्तो थाकेर आइरहेको पढाएको थिएँ पनि यसले मलाई मार्ने गर्छ नारे छैन हौ तँलाई नार्न अझै बाँकी छ मिस यता हेरिदिनुहोस् हाम्रो अल्फान्सको मिस यता हेर्नुहोस् अल्फान्स सास के हो त खाएर पढाउँदाखेरि अल्फान्स भन्छु त्यसले मलाई के भन्छ अल्फान्सेस हो कि अनि अझ क्लास 1 भनेर हुन्छ नि हाम्रो त त्यसमा त के भन्छ क्लास 1 ज्यास्मिन हुँदो रहेछ त्यही त हो नि होइन तेरो अरे त्यही त ज्यास्मिन हुँदो रहेछ अनि म चाहिँ अझै ज्यास्मिन भनेर सेक्सन छुट्टा हो कि के हो भन्छु कसलाई पढाउँथेस् र खण्डेलवाललाई अलिकति बन्द गरेर हिँड्छु मान्छेले मलाई धेरै हेरे जस्तै लाग्यो अब यहाँबाट एउटा सुस्थिता मिसको स्टुडेन्ट बोकेर जान थाल्यौँ हामी अहिले चाहिँ तँलाई चुप भन्न आयो अघि चाहिँ अप्ठ्यारो लाग्दैन के हुन्छ र बनाउनलाई भन्नुहोस् त अहिले चुप हाम्रो स्टुडेन्ट अब छेउछाउमा आइपुग्न लाग्यो अब यसरी त बनाउनु बुझ्छ अरे त अहिले ट्राई गर्नु न त है त यहाँ
एउटा पहेँलो भेस्टमा लट्ठी जस्तै बच्चा छ आइ भनेर आयो आऊ हामी रोड क्रस गर्ने अब अहिले मैले यताउति देखायो भने मलाई गाह्रो पर्छ त्यसरी नदेखा मलाई भाइ वाट इज योर नेम भाइ वाट इज योर नेम वाट इज योर नेम कान्छे अरे के रोमियन्स मैले एउटा कुरा भन्न लाग्थेँ क्या म कि अलि भर्खर ट्युसन पढाएर आइरहेको थिएँ कि जब आइरहेको थिएँ नि त्यहाँनिर मान्छेहरू थिए क्या बुढाबुढीहरू भर्खर अब अहिले गर्मी छ नि त अनि बाहिर बसेर ऊ शीतल हावा आउँछ भने हावा ऊ गरौँ भनेर बस्यो होला अनि मलाई देखेँ कि अनि मलाई देखेर के भन्छ भन्दा चाहिँ अब पढेकी थिएँ र त के अरे यसरी ट्युसन पढाउन जानु चाहिँ यसरी गरेर खान सकेकी छे नपढेको भए के हुन्थ्यो र भनेर मेरै कुरा गर्न लाएँ मेरै बाउको कुरा काट्न लाएँ कि है अचम्म मै त्यही ठाउँबाट हिँडिरहेको छु म त्यही ठाउँबाट हिँडिरहेको छु त्यही पनि मेरै कुरा गरेँ मैले सुन्ने गरेँ अझ मान्छे कसरी सक्छन् के यो म बस्ने ठाउँको मान्छे एक नम्बरको कुरा काट्ने छन् क्या म कति खुसी भएर कति राम्रो मुडमा आइरहेको थिएँ मेरो मुडै बिगार्दै होइन म त यस्तो रिस उठ्दैन कि यस्तो मान्छेहरूलाई के हुन्छ मलाई थाहा नै छैन अनि अझ एउटा कुरा भन्नु थियो मलाई के अरे म अहिले एकछिनमा चाहिँ थाहा भएन म एउटा चिज सोच्दैछु क्या एउटा आइडिया आयो क्या मेरो दिमागमा मम्मीलाई एकचोटि प्र्याङ्क गर्न मन लाग्यो मलाई अब मम्मीलाई प्र्याङ्क गर्न मन लाग्यो त्यही प्र्याङ्क गरेको भिडियो चाहिँ म ल आज भोलि पर्सिसम्म म सुट गरिसक्छु अनि म अपलोड चाहिँ म छिटै गरिदिन्छु किनभने मलाई कस्तो अप्ठ्यारो लाग्छ खाली लाग्छ अपलोड गरेन भने मलाई त कस्तो अचम्म लाग्छ क्या जिउबाटै मन पर्दैन क्या अपलोड चाहिँ गरिदिन्छु ट्राई चाहिँ गर्छु म एकदम राम्रो गर्नको लागि सो मसँग बसिरहनु अर्को नेक्स्ट भिडियो प्र्याङ्क भिडियोको लागि सो थ्याङ्क यू फर वाचिङ दिस बाई बाई टाटा लभ यू